यो चाहिँ लोकल भालेको अन्डा है साथी हो, यसरी फ्राई गरिन्छ हैन। यो लोकल भालेको अन्डा है टक्कसँगले फ्राई यसरी गर्ने। तपाईहरु हेर्दै जानु, म अहिले एकछिन पछाडि पुरा गर्छु दामी तरिकाले कस्तो परेको खाउँ खाउँ लाग्दो के। यो चाहिँ खायो भने एकदम नम्बर 1। यसले चाहिँ एकदम पावर इनर्जी बढाउने काम गर्छ अरे के यो भालेको अन्डाले चाहिँ। टक्कसँगले भालेको अन्डा अब चट्टै पकाएर चाहिँ चट्टै साथी हो तपाईँहरू हेर्दै जानु होइन, मैले कस्तो पकाउँछु दामी तरिकाको भालेको अन्डा। यो चाहिँ मुटु हो होइन। यो अर्को कालो कालो गेडा चाहिँ यसको नाम चाहिँ के भन्छ मलाई पनि ठ्याक्कै थाहा भएन। यो चाहिँ भालेको अन्डा भनौँ न, भालेको अन्डा भनेर बुझ्नु है साथी, राम्रोसँगले हेर्नु।